आन्टी त्यही हेर्न नसकेर हेलो गाइज हामी चाहिँ आज साल्पा जाँदैछौँ उकालोले साह्रै गाह्रो बनायो झोला यसरी बोक्नु परेको छ हेर्नुहोस् रुक्सा झोलालाई यसरी बोक्नु परेको छ गाह्रो भयो साह्रै उकालो भयो आज हामी चाहिँ 9 बजी निस्केको हो घरबाट अघि पनि बिजी भएर खासै बनाउनै पाएन निस्किने बेला भिडियो बनाउँछ भनेको बनाउनै पाएन सो बल्ल फुर्सद भयो अगाडि दौडेर यस्तो घना जङ्गलबाट जानुपर्ने छ साल्पा गाह्रो छ हेर्नुहोस् गाइस यस्तो जङ्गल छ यो त यस्तो रहेछ माइ गॉड ढुङ्गा यस्तो भिड रहेछ यता चाहिँ शान्तवीर शान्तवीर होइन दाम्फेवीर डेन्जर छ बाटो देखाउनै सकिनँ मैले लास्टै डेन्जर रहेछ हो माई गॉड बल्ल आइयो दाम्फेवीर कटियो ए कस्तो ब्लड चाहिँ 3 तलेको बाटो हो 3 तलेको बाटो सबै चिमल फुलेर तर झरिसक्यो है बुवा सबै अलिअलि रहेछ हजुर र सामले मौसमले चाहिँ साथ दिइरहेछ जे भयो नि आज दियो भने हामी हाम्रो भयो हो है बुवा आज हामी गएर पोखरीमा
सिक्ने हो भोलि काम गर्ने अनि फर्किने ए ए उकालो हामीले दिन्छौँ ओह्रालो त भइहाल्छ नि हो नि भोलि हामीले पूजा गर्नेसम्म भइहाल्यो होइन भइहाल्यो बाटो त रमाइलो रहेछ है म त अहिलेसम्म आएको छैन यो खटाङले भन्छ ए पहिलाको भन्दा बाटो जस राम्रो भएको छ अरे भन्ने सुनियो यो सरकारी बजेटले बनाएको हो ए ए अझै हामी धारमा सुतेको तल शान्ता पोखरी ल हामी फाइनली शान्ता पोखरी पुग्यो शान्ता पोखरी पुगेको छौँ हामी ग्याङखर्क पुगेको अवस्था ग्याङखर्क यस्तो छ भ्यू लास्टै थाक्यो बुवा यो ग्याङखर्क होइन ग्याङखर्क ल है पसल हो रहेछ है रमाइलो रहेछ अब हामी खाजा खाएपछि फेरि यात्रा सुरु गर्दैछौँ साल्पाको यात्रा अब साल्पा 6-7 घण्टामा पुग्छ भन्ने कुरा गर्दै हुनुहुन्छ हाम्रो शीतल नन्दा मेरा नन्दाजीले त्यस्तो कुरा गर्दै हुनुहुन्छ म र भान्जा चाहिँ आज मजाले हिँडिरहेछौ भान्जा कस्तो लागिरहेछ मिठो लागिरहेछ हो मेरो भान्जा त बाटो छ हिँड्नलाई मिठो लागिरहेछ अरे म मात्रै लाटी पऱ्यो हिँड्नै अल्छी लागेर गाह्रो भयो मलाई त भान्जाले तानेर लाँदैछ हो माई गड हेर्नुहोस् यहाँ तलतिर भिड कस्तो छ भने हट बाटो चाहिँ अप्ठ्यारै छ उकालो फर्किने बेला ओह्रालो ओह्रालो भइरहेछ यतातिर धेरै थरीको चिमल देख्न पाइन्छ पिङ्क कलर व्हाइट रेड ब्लू चाहिँ देखिरहेको छैन व्हाइट र रेड अनि पिङ्क चाहिँ देखिरहेछ हल्का के भन्छ अरे लाइट पिङ्क पनि देखाएको छ तल देखिरहेछ तर मेरो मोबाइलमा राम्रोसँग क्लियर देखाएको छैन भ्यू हेर्नुहोस् गाइस यस्तो राम्रो फुलहरू भुइँभरि फुलाएको छ अनि त्यतातिर चुङ्गा फुलेर त्यस्तै छन् माइ गड कस्तो राम्रो ठाउँ यो सबै फुल हो नि फुल आज त आजको यात्रा यो
यो डाँडा कि उताको धरी यो त्यो बीचको डाँडा कुन बीचको उ त्यो हैन हैन यो ए ल ठिक छ त्यसो भए आँट गरेँ मैले यस्तो राम्रो चिमल फुलाइ छ यो सबै चिमल फुलेको हो सेतो चाहिँ नदेख्ने रहेछ है फुल त्यही माथि त्यो मोबाइलमा रेकर्डिङ गर्दा नि नदेख्ने क्या यो रातो चाहिँ देखेँ नि मोटी त्यही हेर्नु नसकेर त्यस्तो भइरहेछ अवस्था ज्यान घटाउन आएको रे ल 2 केजी घटिसक्यो भनिरहेछ यस्तो डेन्जर छ यार लड्यो भने एकैचोटि कहाँ हो पुग्छ थाहा छैन